Early morning rain. के डाँडाहरू देखेको छैन कुहिरो लागेर कुहिरो लाग्छ हैन जगनो मंगलाय नमः तमाम देवद्विज गवां त्रिजा भतेच परमो भवा इति सदस्यमा कन्या यतवृता मद द्विचा तथेते नओ भीरुत्तिर्य प्रवासं य प्रयो रथैः तस्मिन् भगवता दिष्टां यदते मते महापाना भीमत्तानं विराणं तित्रते तसां कृष्णमाय भीमधानं संघर्ष सुमानवद योद सुकृत संभ्रत बेलाया मातताइनः धनुर्भीरस्य भीरभल्लिर् गदाभिस्तोमरष्टभिः पदपतकै रथकुञ्जरादिभिः हरष्टगोभिर्महिषै नरैरपि नितस्वमित्य सुकरे सुदुर्मुदा निहत्सरेदा छरेदा जीवहत्यावनि प्रतिमा समविते रोडमात्मत्सरा स्वकृत भोजा धर्मधर्मिणी धर्मत्राणाय सत्यने भगवान नवतरिष्यति चराचर गुरुविष्णुरेश्वरस्य अखिलात्मना धर्मत्राणाय साधनं जन्मकर्म फलत्तये सम्मलग्नं मुक्तिसद् हयेन प्रतिमद्युतिः नृपलिङ्ग दर्शन कोटि च निहनिष्यति यथा तेषां भविष्यन्ति मनांसि विशदानि च वै वासुदेवाङ्ग रागाति पुण्यगन्ध निलतस्पृशां पौरजान पदानामयि वा तेत उद्देश्यता प्रतापवंशीय सूर्य सोमसूर्ययोः आरभ्यभवत जन्म यावत् नन्दाभिषेचनम् एतत् वर्ष सहस्रं च शतं दशोत्तरं सप्तर्षीणां तु यौ पूर्वौ दृश्यते उदितो दिवि तयस्तु मध्ये नक्षत्रं दृश्यन्ते यत् समं दिशि नयि तेनै तद्दृश युक्तस्तिष्ठन्ति अब्दशतं हिरण्याक्षोदितारक अन्यथा भूतैता रातनो ये महेश्वरा सर्वेश्वर विदासुरा सर्वेश्वर जितोदिता भवतां सर्वमयि वर्धन्त कृतो चैर्मर्तधर्मिणा तथा वस्य च कालेन ह्यकृता कृता विभो कथा इमास्ते कथिता मह्येषां पिताय लोकेषु येषां पुरेषां विज्ञानवैराग्यदिव क्षयादिवो वचदेव्यो वचदेवोक्तेनां दत्तपारमार्थ यथोत्तमश्लोकगानं वादा संगीयते विष्णुमङ्गलग्न त्वमेव नित्यं श्रीमयादभिक्षं कृष्णेमलां भवत्युमभिष्यमानः रजवच पिनपान भगवान् कलदशं सकलोचनः भेदमिष्यन्ति पतिता स्तनगृहे धर्मणे युगानुगधर्मच मानवतक प्रलयकल्पयो कालस्येश्वर रूपस्य गतिष्ठवन्तः शशिकलाच यदि प्रवर्तते दुरस्तस्मात् तर्जने दुरा सत्यन्तः तपदानमिति विदुर्निभा सन्तुष्टनामक संकसनादीक्षमा अपराण समदशपास श्रमराजनः कृतयं पर्यन्तो ह्यते सम धर्मपादे नन्दिता हिंसा संतसरिग्रहे तदा क्रिया तपोनिष्ठा नाति हिंसा नलम्बटा त्रैवर्गिकस्यैवद्दुर्गता बणबणमतरनृपा तपस्यते दाने स्वधा स्वधं सद्विरुद्धापरे हिंसा तुष्यान्त्यसे धर्मस्य द्रवचने यशस्वी महात्मा साधय ध्यानेरता आद्यकुटुम्बनिमित्तं क्षत्रियेतरा अलतु धर्महेतुं पर्यन्तो धर्महेतुः परिवर्तन दात्मनि प्रवन्ति दासते मनुभूति इंद्रियाणि च आप्या खिलतम रतन विजन भवय कमलंग संतोषरे धात्रे धात्रे सुरजित हित सौरभ सौरिदः नानां दृश्याल संवादत दिनस्त्रन कौनरा सुद्रा प्रदेशते तपो देशमदीना नमो वचन मंदिर विमुक्त योगनाथ नाथं नतपाद बंधनं आयन माता भूगोवं तमचता कचदपाखंड देविन चेतसा यन्नामधेयं रेमाण आतुर ततो सरंगवा दिवसोग्रह क्रीडां स्पुमान् विमुक्त कर्मा गणोत्तमां गतिं प्राप्यते ईश्वरते नतो कलन्दनः संस्थां कलित धान्दुसां प्रदेशात् संभवान् सर्वानादि चित्तस्थो भगवान् पुरुषोत्तमा श्रुतसंकित व्याघात प्रगत स्थापित दिवा गणादन्ते शान्तिनन्ते तस्सर्वत नारक निर्तं कुरुगेशवं म्रियमाण ह्यवाहितस्ततो या सुतरांगते म्रियमाण गतिय भगवान् स्मरेश्वर आत्मभावनाय तैनसरता सर्वसंशय हरि दोषो निधेराद नस्ति हि कुमानगण कृतनादेव कृष्णचा मुखसंग परमदेव कृतो यध्यात विष्णु कृतयं निरतोमखैः द्वापरे परिचर्ययं कलो तद्धरिकीर्तनात् ॐ तत्सत् श्रीमद्भागवते महापुराणे परम संहितायां द्वादशस्कन्धे तृतीय अध्याये श्रीकृष्णतन्त्रतरणार्पणमस्तु कृष्णाय वासुदेवाय हरये परमात्मने
प्रणतक्लेशनाशाय गोविन्दाय नमो नमः भक्तवत्सल भगवानको ध्याय श्री सुगवाच कालस्य परमान् नदे विपरादा अवते नदिपा अदित युगमा हंस सुन कपालय होति अत दिवस लास्टी हाम्रो पुरानको भाइ राति पानीले हाने कान्छाहरू हाने है को धर्म सर्वधर्माणां भवता परमोमता किं जपन्मच्यते जन्तर जन्म संसार बन्धना विस्मोवाच जगत्प्रभुं देवदेवमनन्तं पुरुषोत्तमं स्तुवन्नाम सहस्रेण पुरुष सततस्थिता तमेव चार्चयन् नित्यं भक्त्या पुरुषमव्ययं ध्यायन् स्तुवं नमस्यंश्च यजमानस्तमेव च अनादिनि धनं विष्णुं सर्वलोकमहेश्वरं लोकाध्यक्षं स्तुवन् नित्यं सर्वदुःखातिको भवेत् ब्रह्मण्यं सर्वधर्मज्ञं लोकानां कीर्तिवर्धनं लोकनाथं महद्भूतं सर्वभूतभवद्भवम् ईशने सर्वधर्माणां धर्मोऽधिकतमो मतः भूतभव्य भवत्प्रभो भूतकृत भूतभृद्भावो भूतात्मा भूतभावनः भूतात्मा परमात्मा च मुक्तानां परमागति अव्यय पुरुषाक्षाक्षि क्षत्रज्ञोऽक्षर एव च योगो योगदाता विधाता धातुरुत्तमा अप्रमेय ऋषिकेश पद्मनाभ मरप्रभो विश्वकर्मा मनोत्तुष्टस्तविष्टस्तविरो ध्रुवा अग्राह्य शाश्वत कृष्णो लोहिताक्ष प्रतरदनः प्रभुतस्त्रि कगोद्धाम पवित्रं मंगलम परम ईशान प्राणदा प्राणो ज्येष्ठ श्रेष्ठ प्रजापति हिरण्यगर्भ भूगर्भ माधव मधुसूदनः ईश्वरो विक्रमी धन्वी मेधावी विक्रमक्रमा अनत्तमोत्तरादर्श कृतज्ञ हामीले ढोकिसक्यौँ तिल लाग्ने गरेर ढोक्नुपर्छ नि नाइस राम्रो आयो मान्छेहरूले टाउको जुदाइलाई ढोक्छ न हाम्रो अलग्गै ढोक्छ चप्पल लाग्छ माघे लिँदा है कस्तो मजा लाग्छ कस्तो मजा लाग्छ है मजा लाग्छ पैसा राख्ने जनै राख्ने भाइ सुपारी राख्ने त्यो बुवा ती अगाडि हुनुहुन्छ ती पूजा गर्न लागिहाल्ने पुष्पले ल अब सक्यो पूर्ण दर्वी परापत सुपूर्णा पुनरापत बस्ने कुटको लिएर पानी बाँध्नु ओम तत्सत् कुशाधिकमादाय विष्णु पूर्वचार्य संकल्प सिद्धिस्तः आत्रेय गोत्रोत्पन्नः त्रिप्रवरान्तः श्री धनुर्वेदान्तर्गत ध्यायी पत्न्या भ्रातरौ भ्रातृभद्रौ पुत्राणां पुत्रवधूनां पौत्राणां भ्रातुः पुत्राणां पुत्र त्यो पुस्तकलाई अब ढोकिसके यहाँ माथि राख्नु व्यास मण्डपमा यहाँ कहीँ उठाएर एकजनाले सानी अब सानी भेटी ओ सानी सानी त्यो भेटीलाई तल राखेर सुन्ने हैन फेरि सुन त सानी कान त सुन्ने त मैले त सबै कतिबाट यी भेट्नुहुन्छ नि यी चढाइदियो अरे गुरु ठेल्नु हुँदैन है गुरु ठेल्नु हो भने बिजोक हुन्छ नि फेरि ल अब आरती युद्धं बण्डिनायधिकं मया आरात्रिकम् अहं कुर्मे पश्यमे वरदो भवाइदगुं अभि प्रजाननं मे अप्सरसफलीरगुं सर्ववर्णं शक्ते आत्मसनि प्रजासनि मधुरजयोपसन्यभयसनि अग्नि प्रजां बहुलां मे करोतन्नं जगदीश हरे प्रभु जय जगदीश हरे प्रभु का चरण उपासक हरि का चरण उपासक कति कति पार तरे ओम जय जगदीश हरे मन को थाला मनोहर प्रेम रूपवाती प्रभु प्रेम रूपवाती भाव कपूर समान
मङ्गल भावकपूरत्समङ्गले वन्दे सूर्य शशाङ्कपर्णिनयन वन्दे मुकुन्द प्रियं वन्दे वन्दनाश्रयं च वरदं वन्दे शिवं शङ्करं पद्मनाभं सुरेशं विश्वाधारं हाम्रो के सक्यो हैन पार्टी चढाउनु पनि सक्यो हिन्दी अब के गर्ने गौदान हैन के भन्छ पहिला यो गौदान त लास्टमा होला अब बलिमै त होला हामी गर्नेहरू जान हामी चाहिँ मम्मीहरू के चप्पल खोज्छौ भाइ ए जुन भेट्छ त लगा न लाइभले गर्ने गौदान बनाएको छ बाहिरको लाइभ पानी छिटा गरौँ त आज पिलानी पानी छ छाकिदिनु त आफ्नो शरीरमा सबैले फुल्ले सर्ववस्तु जीवा शरीर बन्दले अक्षर स्वभावयन् तदसुति कपाल खोलिस्यो ए म त खोल्दिन के त होइन के आमा काकी त्यसो होइन आफुलाई छाकिनु लिएर सबैजनाले पानी समातो विष्णु संकल्प हामीले त उयो संवत्सरे रवि उत्तरायणे मासान् मकरमासे सौराचौरे चाँदाचाँदे सेविका दिदी गयो सेविका दिदी भन्छ ल पवित्र बिम्बाया बहादुर माया समस्त पूर्वजानां प्राप्त कामनायाः सप्तायज्ञ यो मरेको अनि त्यसको टुक्रो एउटा राखिदिनुहोस् दाहिने खुट्टामा अगाडिको दाहिने खुट्टामा अब पञ्चमदानले पूजा गर्नुहोस् नमस्करोमि ओम गवे नमः अब चाहिँ धुपाती गरिदिनुहोस् त धुपाती समातिकमा हामीले गाईको पूजा समाति छ एसी नसोन धुपाती समातिनु सबै हो सबै एकछिन हामीले रोक्नुहोस् है पूजा धुपाती के छ एकछिन रोक्नु अरे
दूरसी दूरवादूरवादन जस्मान दूरवादितन दूरवाजन वायु दूरवामादेवानाम शिवनिधमं षष्ठीतमं पापेतमं ज्योष्ठतमं देवहूतमं पातिपुरि बाल्यतं नमामनशोदात तक्षो सूर्याजाय सोतनाथ माइस प्राणुरात अब त्यसलाई टाढा राखौ है कहिलेलाई नपोल्ने गरी त्यो गरेको धुपाती पर टाढा त्यो राखौ धुप भनेको पाउनु हो बाती देख्नु हो भयो अलग राखौ त्यहाँ पोल्छ यता साइड गर्नु अब यो नाङ्लाको खानेकुरा दिउँ बाजी सुन्नुभयो यसो टिका लगाएको गाईको ध्यान गर्न गरेको हो त तर अब यस निमित्त अब गाईलाई पूजा गर्नु छ है प्रत्येक अङ्गमा अक्षता र पुष्पले मात्रै पञ्चपदार्थ चढाउनु भयो नि त्यो राख्नु है एक साइडमा अब पुष्प अक्षताले अब दाँतमा दन्तेशो ओंकारे नासिकामा सरस्वती नमः अब जोड्नेमा नाश पक्षाभ्याम नमः कोखामा सप्तविंशतिभ्यो नमः दीक्षा पुरस्ते पूर्णिमा साध्यानि चतुष्टादेषु अब ओम सर्वतीर्थेभ्यो नमः शिरमध्ये खुर्का बीचमा गन्धर्भ्यो नमः खुर्का अगाडि पण्डकेभ्यो नमः कृष्ण एकादश रुद्रेभ्यो नमः सर्वसिन्धु जोड्ने पुत्रेभ्यो नमः अब गोप्राने ठाउँमा श्री समुद्राय नमः दूधमा दादी सुन्दराय अब हामी के गर्छौँ भने पुस्नेर प्राणी समाजछौँ गाईको पुच्छर हातमा यति कर्तामध्ये एकजनासँग पैसा छ गाईको पुच्छर गाईको पुच्छर समात्यो है अब बुवा जाने अगाडि बुवा अगाडि जाने गाईको पुच्छर पछाडि गाईका पछाडि यसो गरिदिउँ न कराइदिउँ आफै मान्छन् बनाउनु पर्दैन आफै मान्छन् आफै मान्छन् आफै दिन्छन् आफै मान्छन् गर्नै पर्दैन हान्दैनन् अब हान्दैनन् हान्ने अघि हानिसक्यो अलिकति नआउनु न लात्ताले हान्छ हामीले समाउनलाई छोयौँ भने पनि हुन्छ अग्निं स्वाहा प्रजापतये मनवे स्वाहाग्नये वैश्वानराय स्वाहा सप्तजिह्वाः सप्तरेखायः सप्तधामप्रियाणि सप्तहोत्राः सप्तधात्वा यजन्ति सप्तयोनिरा श्रेणस्वकृतेन स्वाहा ओम दोषे धीमहि समिदसिते दोषे तेजोमहि समादवर्ती पृथिवी समुखाः समुसूर्यः समुदिशं जगत्
हामीले बाटो पनि ज्योतिर्भूयासं विभून् कामान् यस्मै भो आमाहरु सबैजना चरु लिनु होला आमाको हातले त काम पिस स्वाहा चरु गुरु पनि दिनु पर्यो उता 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 दिनु हुन्छ उताबाट अघि घुमेर आको चरु हाल्ने हरि ओम अभ्याकदामि समितमग्नि दत्तपति त्वयि स्वाहा पिस अब त्यहाँ यस्तो गरी पिस्तो हाल अझ ठुलो छ उता हेरौँ दक्षिणा दिने बेला भयो गुरुहरूलाई गुरुहरू यहाँ 4 जना हुनुहुन्छ बुवा आमाले गुरुले जे भन्नुहुन्छ त्यही पूजा गर्न ओम हिरण्यगर्भः समवर्तताग्रे भूतस्य जातः पतिरेकासित सदाधार पृथिवीन्द्यामुतेमं कस्मै देवाय विद्याम देहद्रव्यानमा गन्धाक्ष पुष्पाणि समर्पयामि नमस्करोमि कुसा कुर्कुलेर पानी समात्नुहोस् ओम तत्सप्त कुसादिकमादाय पूर्वचार्य संकल्प सिद्धिरस्तादेह आत्रय गोत्रोत्पन्नानां त्रिप्रवृणान्तानां श्री धनुर्वेदान्तर्गत ध्यायिनां परिवाराणां अखिल सपत्नी सपुत्राणां पुत्रवधूनां भ्रातॄणां भ्रातृवधूनां पौत्राणां पौत्रवधूनां पौत्रीणां सकल परिवारयुतस्य वर्णसिंह वर्महं मम मम भन्नुहोला फेरि मैले आडी चाहिँ हातमा हुनु हुँदैन पानी समाका बेला भनेपछि एकचोटि समाएपछि तल छोड्ने आडीलाई अनि पानी कुसाकुरको हातमा भए चाहिँ भइहाल्छ अस्मत् गृहे अस्माकं पूर्वजातानाम् अवरजातानाम् एकविंश कुलोत्पन्नानां समस्त पितॄणाम् उद्धारणार्थं तथा च अस्मत् भगिनी पितृभगिन्यादि तथा पितामह भगिन्यादि द्वारा कृतस्य जनित श्राप जनित दोष निवारणार्थं भगिनी कुल उत्तरोत्तर अभिवृद्ध्यर्थं तथा च सकल परिवाराणां श्री स्वस्य च सकल परिवाराणां राधाकृष्ण चरणारविन्दयोः अटल भक्ति प्राप्ति कामनया अन्ते विष्णु स्मृति कामनया इहलोके अनेकानेक सुख प्राप्ति कामनया परलोके वैकुण्ठ लोक प्राप्ति कामनया कृतस्य सप्ताह नियमेन एकमावृत्ति श्रीमद् भागवत पाठ पारायण तत्कर्माङ्गभूत वेद पाठ चण्डी पाठ ग्रहसुक्तादि पाठ तथा च समस्त स्थापिता देवता ग्रह पूजन वास्तु पूजन लक्ष्मीनारायण देवता पूजन पुस्तकस्य पूजन कर्मण तत्कर्माङ्गभूत अग्निस्थापना विधिन यथांश हवन तद् यथांश तर्पण तद् यथांश मार्जनादि कर्मण परिपूर्णता सिद्ध्यर्थं तत् समस्त कर्म न्यूनादि दोषरहित परिपूर्णार्थं यज्ञम् अन्नं पानादिकम् इमान् भूयसी दक्षिणा द्रव्यदानं सुपूजितेभ्य नाना नाम गोत्रेभ्य नाना नाम सर्वभ्य ब्राह्मणेभ्य गणपति आचार्य व्यास उपव्यास वाचकेभ्य ब्राह्मणेभ्य यथा यथा भागं विभज्य युष्मभ्यं वयम् उत्सृजमयवा अहम् उत्सृज्येत् तत्सत् न मम छोड्दिनुहोस् फेरि यसो पानीमा हात चोप्नुहोस् कायेन वाचा मनसेन्द्रियैर्वा बुद्ध्यात्मना वा प्रकृति सेवा मुस्कान सरको र हामीले जे भन्दा यता गुरुलाई दिनु राजा नौ बहनानि च औषधानि च रत्नानि कालस्य वयवाश्च नदा विश्व ब्रह्माण्ड देवाश्च सलोका सचराचराः एते त्वामभिषिञ्चन्तु सर्वकामार्थ सिद्धये हरि ओम शान्ति। यहाँ लिङ्ग सेराउने तयारी हुँदैछ
खै के गर्नु जग्गी अब सबै निकाल्दै भेला पारेर अब बाबाहरू जानुहुन्छ तल लिङ्ग सिलाउनको लागि लिङ्ग सिलाउन बुवा बुढा हेरिदिन्छ परबाट यो हाम्रो गाउँ पुरानो घरको डिक्को खाइन्छ फुटाइसक्यो यो घर त होइन रेनु के भयो व्यवस्था भइसक्यो ए अब अलिकति खान्छ नास्ता अनि खाना खान्छ कस्तो राम्रो देखिरहेको भिडियो बनाउँछु अरे भोलि पछि हामीलाई पनि हाल्दिनु हस् हुन्छ काका युट्युबमा हेर्नु मामा युट्युबमा अनि हजुरले युट्युबमा त्यस पछाडि थन्को मनको हुँदै त्यसलाई दिँदैन पहिला खाना त्यसलाई खाओस् अनि थन्को मनको सब अब बिस्तारै हामी खान्छौँ सबसे पहिला पुरी तातो अझै यसलाई पनि हेर्नु पाँचजना त बुढी हो देखेन उता झिकेर गर खा ए हामी त गयौँ आलुचा आलु बखरा टिप्दै खाँदै दिदी भदा भाइ दिदी सबैजना मिलेर दिदीहरू यहाँ माने टिप्दै छ घर जान्छौँ बिटा मोड आज सक्यो सबै थोक हाम्रो पुरानहरूदेखि लिएर 7 दिनको हामी चाहिँ चाँडो जान आँटेको यहाँको गोठ पुरै बारेको चाहिँ यहाँको गोठ हो दिदीहरू जाँदै हुन्छ तल ए दिदी यतापट्टि रहेछ नि त रातो रातो हो त्यतातिर छ ओ माने चढ्यो रुखमा ए कति धेरै आरू फरेको छ ओ लटा रम्मे त्यही भने है राम्रो डिजाइन बनाउनु राधे राधे सर्वभौम महाराजा स्मति से विमल अर्जिता बरे प्रलोभित स्यापी न कामेर विहता यता प्रलोभित बरे यत्तम प्रपादाय विद्धिता नाधिर्मयक भक्तानां मासे भीर विद्यते क्वचित् युन्दाना नाम भक्तानां प्राणायामा दिभिर्मन अक्षीण वासनं राजन् दृश्यते पुनरुत्थितां विचर समयं कामं मय्या विशदमानस अष्ट्वैव नित्यदातव्यं भक्तिर्मय्यपन्नपायिनी क्षत्र धर्मस्थितो जन्तुन्यवधीर् मृगया दिवि समाहितस्तत्तपसा जयगं मधुपाश्रिता जन्मन्यनन्तरे राजन् सर्व
कुचबिलुलितमालां कुङ्कुमस्मश्रुभिर्न बहतमदपतितस्तन्मानिनीनां प्रसादं यदु सदस्य विटव्यं यस्य दूतस्त्वमिद्रेक् सकृतधरसुधां सम्मोहिनीं पाययित्वा सुमनसै भगवानको नमो भगवते वासुदेव अथ सप्तचत्वारिंशदया श्रीशिगोवाच तमीक्ष कृष्णानुचरं रजस्त्रिय प्रलम्ब बाहुं नवकन्दलोचनं पीताम्बरं पुष्करमालिनं लसन्मुखारविन्दं मणिमृष्टकुण्डलम् सुचिस्मिता को यमपि च दर्शना कुतस्य कस्यचित् वेशभूषण इति स्म सर्वा परिभ्र रुत्सुकास्तद् तमश्लोक पदाम्बुजाश्रय देउताहरू निकाल्छ नि ईश्वरः गुरु साक्षात् परब्रह्म तस्मै श्री अहिले भारी हुँदैन उसलाई माथि निलो बनाइदिएर केमा आँखामा निलो बनाइदिनु कृष्ण निलो होइन के आँखा देखिँदैन यसको आँखा हेर्नु आँखा खोल त आँखा खोल यसमा चाहिँ एउटा निलो गर्छ मलाई गुरुले ल्याएर जी बनाउनु खै त दारी देखाइदिनु अरे गुरुलाई खै म त यहाँ कृष्ण भन्दैछु है हजुर मेरो राधिका यहाँ छिन् म अहिलेसम्म हरेर लग्छु राधिका ऐना छ नि त्यहाँ छ नानी यो झुम्का नै मलाई राम्रो देखिएन हो त्यही सुरुवाल छ त अर्कै झुम्का हेर्नु माथि बनाना छ सक्युटी रेनु अरे थ्याङ्क यू सो मच भन्दै गएँ मैले लाइभमा यहाँ हाम्रो राधिका रेडी हुँदैछ राधिका कृष्ण यहाँ जिस्काउन आउनु त फेरि उता जानुभयो यति सुन्दरी होइन कि राधिका कृष्णले अहिले हरेर लग्ने बेर्छ कृष्णले भिडियो गर्दैछ एकछिनमा हरेर लाग्छ कृष्णले चाहिँ भिडियो बनाउँदैछ यहाँनिर म चाहिँ कृष्ण हो क्या अनि म भिडियो बनाउँदैछु यहाँ अब एकछिनमा फेरि मेरो टर्न आउँछ फेरि भन्नु स्वधिज मानम्य तत्प्रचशिरा स्वरधिरूढाद्य तन्मूर्धरत्न निकर स्परसादिताम्र पादम्बुजखिललोक कैलकला दैज गुरु ननतः तन्मध्यदो नृतमदुप तम नतुर मुद्यतामेक्ष्य तदा वितदीय तम नर्तु मुद्यतामेक्ष्य तदा तदीय गन्धर्वसिद्धाचरण दृश्यश्लोकं ता कृष्णमातरमपत्यमनुप्रविष्टां तुल्यव्यथा समनुगृह्य शुचस्रवन्त्य तास्ता प्रजप्रियकथा कथयन्ते आसन् कृष्णाननिर्पिता दृशो मकृतप्रत्येकाः कृष्णप्राणं निर्विशतो नन्दादिं हृदहृतं प्रतिशतत्स भगवान् रामकृष्णानुभावितं इत्थं सगोकुलमननगतिं निरीक्ष्य शास्त्रीकुमारमतिदुःखितमात्महेतो आज्ञायमर्थपदवी मनोवर्तमान स्थित्वा दुरंग बन्धम तत्प्रत्यमान उपसाप्यति तात्मभोग